हेलो गाइस, स्वागत छ यहाँलाई मेरो युट्युब च्यानलमा। र आज हामी निकै रमाइलो ठाउँमा घुम्न गइरहेका छौँ। आज हामी 6 जना जाँदैछौँ। 6 जना ग्रुपमा एकजना पाकिस्तानी ड्राइभर, सबै नेपाली बोल्न सक्ने ड्राइभर हुनुहुन्छ, उहाँसँगै रहनेछौँ हामी। र आज तपाईँलाई यो भिडियो अन्त्यसम्म हेरेर साथ दिनको लागि अनुरोध गर्दै, निकै नै राम्रो भिडियो रहनेछ, तपाईँले रमाइलो गर्न सक्नुहुनेछ। लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नुहोला मेरो यो च्यानललाई। सबैजनालाई वेलकम गर्दै आजको यो भिडियो सुरु हुन्छ अब क्रममा। राम्रो बोला त तिम्रो भिडियोमा हालिदिन्छु। घुम्नु मन लागेर कस्तो तिमी त नआएनौ क्या आज। मधुर आउँछौ त नि यत्रो आइफोनमा नि। आइफोनमा नि जस्ता त्यस्तै आउने तिमी मात्रै रहेछ। आधी घन्टा लाग्यो होइन खोज्नु तिमीलाई। तिमी साँच्चै हरायो भने त जिन्दगीभरि भेटिँदैन रहेछ। खै के ल्याएनौ खानेकुरा त्यत्रो भनेको? मैले त खाएको छैन, तिमीलाई अनि के ल्याउनु त ल भन न। सुत्दै पनि अनि छुट्टी भयो भन्दैमा बिहानदेखि बेलुकैसम्म सुत्नुपर्छ। मतलब पाएको छुट्टी होइन सुत्नु। पानी चाहिँ किन पर्यो अब इन्द्रलाई सोध न। यहाँबाट सिलाइबाट उता जानु यहाँ आउने उस्तै लाग्छ। फेरि यहाँबाट पैसा किन तिमी त नर्भस भयो? पानी पर्यो त्यही भएर म बोल्न सकिनँ। पानी पर्दा बोल्नु सकिँदैन। रामेलाई हेर अहिले कस्तो बोल्छ। रामे जादु हो कि जादु। धुप के अरे घाम लागेपछि बोल्न शक्ति आउँछ। जादु त रामेले गर्छ, अन्त्र मन्त्र सन्त्र सबै। अब यहाँदेखि कति मिनट लाग्छ हाम्रो नयाँ ठाउँ? आजको के भन्छ आज घुम्ने नेपाल जाने एउटा क्यामेरा लिएर जाने हो। म पनि त्यही सोचिरहेको छु। डिएसएलआर क्यामेरा लिएर जाने, त्रिपलले जोडियो, फोटो खिच्यो। काठमाडौँ स्वयम्भूतिर गएर बस्दाखेरि पैसा कमाइहाल्छ। फोटो खिचेर चितवनमा गयो नारायणतिर, अनि के अरे निजगढतिर गयो भरततालतिर, पार्कतिर जाने, यसो फोटो सोटो खिच्दैन। स्केचमी एउटा फोटो खिच्नुहुन्छ भने एक दुईवटा फ्रीमा खिच्ने, मन पऱ्यो भने अझै पैसा त्यसरी पैसा 5-6वटा खिचिदिइहाल्ने कि गुवामकी गयो। अनि यो पनि राम्रो त्यो पनि राम्रो, त्यही त गर्दो रहेछ। 10-12वटा खिचिदिन्छ अनि 10 रुपियाँ गोटाले त 100 क्रस भइहाल्यो। अनि अब त 2टा मात्रै सारेर के गर्नु? एकचोटि नारायणतिरमा जाँदाखेरि म र एउटा साथी गएको पठाइदिनु, दुईजनाले खिच्दा अनि कुनै सबै मन पऱ्यो। अनि यो हेर्नु त 500 फोटो तेल लाउने मात्रै पैसा भयो भने नि भयो। त्यो नि भएन भने अनि यो साल क्यामेरा बेचिदिने, फेरि जे गरेर पैसा आयो। तेल लाउने त आउँछ भएन लास्टमा बाइक बेच्ने तेल किनेर हिँड्ने। बलले बजाएको नबजाऊ न। रुन मन लाग्ने धुन बोलाउँछ। यहाँ यत्रो सिरियस कस्तो खतरा गफ गरिरहेछ पुरा मान्छे। म यो कुन यो अनि समुद्र छ त नि? होइन, म त पानी पो भनेको त यार। होइन रहेछ त, पुरै पिच रहेछ, पानी हो भनिरहेको। फुटबल गराउनुलाई यो बल खेल्ने हो, रामेको गाउँतिर खेल्ने हो। यो त कति हामी पहिला यस्तो भिडालो माथि तल पोस्ट गरेर त खेल्थ्यो। धेरै सक्नु सानी यस्तो हुन्छ नि। ओह्रालो पनिरले त हार्छ क्या हो। उकालो पुरै भिडालो कुद्छौँ है। अनि तल पर्नेलाई धेरै खेलाडी दिने, माथि पर्ने थोरै खेलाडी हुने के, अनि खेल्ने। कलौटे खेलायो खेल्न मन लाग्न पनि जस्ता नि खेलिन्छ हामी।
त्यही हो मनै त हो मन नभएको यहाँ आउँदै आउँदैन थियो 45 मिनटको बाटोलाई हामीले कति लाग्थ्यो आधी घन्टामा आउँथ्यो यो सब रामेको अन्त्र मन्त्रले हो ढुङ्गासुङ्गामा टक्क बस्ने कता छ त्यो बाइक खेल्ने कति लाग्छ केटाकेटी यस्तो कुरो नगर बाइक खेल्ने होइन कि चलाउने हो कि यस्तोहरू भने के यस्तै मन छ नि त बच्चाले खेल्ने भनेको फ्री फायर पब्जी हो कि हामी लेजेन्डहरूले खेल्ने भनेको यस्तो पानीमा बाइकहरू जहाजहरू त्योहरूलाई खेल भनिन्छ 250 जस्तो लाग्छ अरे 5 मिनट कुराउँदै थियो यो तर 20 मिनटको 200 यसमा 200 त्यो टन्नै बस्न मजा होला नि त 6 जना दुईजना चाहिँ होला सबै त बस्न पाउँदैन होला त्यस जानुमा त म त यो रुखको तल पानी छैन समुद्र छ त नि भनेपछि त घर जाने बेला मात्र खेल्ने अवस्था ल जाउँ जाउँ जरो जरो ल आयौँ हामी हाम्रो लोकेसन ट्याक्राक के छ हाम्रो लोकेसन ढलिसक्यो हाम्रो लोकेसन उधर राख त ब्यागमा बोकी हिँड्नु होला पछाडि खाने यहीँ राख न अहिले लिन पछि नि हो यो ढोका यो कसरी खोल्ने हो पानी धेरै आयो भने भागेर गाडीमा आउनु त्यही हो अब को भिजिरहेको त केही नल्याऊ अहिलेलाई कट्टु त ल्याउ न अनि पौडी खेल्ने होइन छिट झरौँ न के हो नेताज्यू यार नेताज्यूले यहाँ मिलाउनु परेन यो छिटो 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 झरौँ पासपोर्ट त्यो सासपोर्ट यही छ है झन्डा सन्डा त्यो देखाउनु अलिकति ल कस्तो दामी देखिएको यार हिरो जस्तो के गर्नुपर्ने अब समुद्रमा जाने ऊ फुटबल खेल्ने ल गाइज आइपुग्यो है आजको भग चाहिँ अब चाहिँ सुरु भयो समुद्र आइपुग्यो कोही छैन रहेछ पानी परेको बेला हामी भाग्यमानी रहेछ ओके भाइ ओहो भन्दै थियो नि केटाहरूले चप्पल लाएर जाओ भनेर त सस्तो सस्तो जुत्ता तिनीहरूको अब फाटिन्छ यसलाई सस्तो भन्ने तिम्रो अलिक के पो बोल्दैछ हौ होइन कि अरूको भनेको तपाईँले किन आफ्नै हेरेको आफ्नै छ आयो 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 समुद्र आयो होइन कति गहिरो छैन क्या मान्छे त बिच बिचतिर छ त समुद्रमा आएको पानी परेर बिजोग छ अनि यो राष्ट्रिय झन्डा बोकेर चाहिँ कहाँ क्रिकेट खेल्न हिँडे जस्तो क्रिकेट खेल्न होइन समुद्रमा फुटबल खेल्न आएको नि के बोले भाइ के बोले पानी पऱ्यो बिजोग भयो रामे 1 2 3 4 5 ल रामे एउटा कुरा भन त के भन्नु यार यस्तो छ हेर न केटा घुम्न आएको पानी परेछ अब साथ तिमी हो नि त सबैभन्दा के भन्ने कलौटे पनौती ल फोटो हान्नु त एउटा आर्दै हाम्रो आफ्नै पाराले हान्नु त्यो त ऊ पनि पुगेन हो त्यो भित्र लागेको त त्यो खतरा खिच्छ त फोटो त फोनले कि मान्छेले चाहिँ कतै पानी मान्छेले नि राम्रो खिचेको फोन एकचोटि बसेर तिमी गएर उहाँ कलौटेसँग साथ गर्न पाइएछ अब त्यही फेरि खुसी हुनुपर्छ पानी पऱ्यो भने अर्को अब यस्तो छ तिमीले कि यसकै लागि हो जिन्दगी हाम्रो यस्तै छ त अब के हो त त्यहाँ गएर तिमी छिर होइन म भिडियो होइन बनाउँछु यहाँबाट म जान्छु केटा अहिले होइन अहिले त त्यहाँ अहिले जान्छु try त को लागि मात्रै हो म पुरा गएर डुबे कस्तो गर्छु मेरो भिडियो बनाउँदै बाहिर डुब्नु जग्गा छैन फेरि हँ? त्यो हाल्छ र हाल्नुलाई त बनाएको त्यत्रो हाल्नु बालै हुँदैन पहिल्यै भन्नु पर्दैन मलाई केही हुँदैन त्यो चाहिँ भइहाल्छ इडिटमा होइन दाइ यहाँबाट म तल सुन्नु गएर डुबे आशा गर्छु तपाईँले एउटा भिडियो बनाउनु पर्यो ए जा के आए जत्तिकै गर्छ त हौ वैज्ञानिकले बनाएको तिमीले वैज्ञानिक
आयो माथि 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 आयो यो उड्छ उडाम त हावा छैन त कसरी उड्छ पानी त तर उग्रियो केटा यो रामे त लोदरै रहेछ यार पैसा गरिरहेछ त त्यो ढुङ्गाहरू भएको चाहिँ कता हो यसले एयरपोर्ट छ नि यहाँ पर आउने गएको छैन त यहाँ त्यहाँ दामी छ ढुङ्गा भएको ठाउँ अर्कै ठाउँ हो क्या। हँ? त्यहाँ जाने हामी कहाँ अरे ढुङ्गा भएको ठाउँ नमाग्दै एकछिन मेरो दोस्त पहिला यहाँ नपस्नु भित्र पस्ने रहेछ नि के अरे यारले म पक्रिने ल आउने बेलासम्म त पानी त रोक्यो नि होइन एउटा त्यो छ नि